यसकारण गलत निर्णय गरेर एसाव जस्तै आफ्नो ज्येष्ठ अधिकार, आफ्नो अनन्ततालाई बेच्ने विश्वासीहरू पनि हुन सक्छ भनेर बाइबलले भन्छ। त्यो भन्नु भनेको मतलब कुकुर चाहिँ आफ्नो बान्तामा फर्केर फेरि फर्केर जान्छ भने जस्तै हो। यसकारण हामी विश्वासीहरूले यो कुरालाई बुझ्नु पर्यो कि हाम्रो कतै मैले पाएको अनन्त जीवन, प्रभुको आशिषहरू, अनुग्रहहरूलाई व्यर्थमा मैले चाहिँ खेलाची गरेर आफ्नो शारीरिक अभिलाषा एकछिनको लागि पूर्ति गर्नलाई मैले चाहिँ यसो गर्दैछु कि भन्ने सोच हुनुपर्छ। खानुपर्छ, भोक रियल हो, खानुपर्छ, तर तुरुन्तै खानुपर्छ थियो र? खाइहाल्नु पर्ने थियो र? त्यही भाइकै सुप खानु पर्थ्यो र? अरू केही अप्सनहरू थिएन र त्यो चाहिँ बेचिहाल्नु पर्ने? कति जवान भाइ बहिनीहरूले त्यसै गरेको छ। तपाईँले सुन्नुभयो होला यहाँ अनुशासनको कुरो। पास्टर गएर सम्झाए, आमा बाउ गएर सम्झाए, तर पनि मानेन। उसले आफ्नो अनन्ततालाई क्षणिक सुखको लागि आफ्नो बोयफ्रेन्डको लागि दिदी। दाजुभाइ दिदीबहिनीहरू, तपाईँ र म अलिक गम्भीर हुनुपर्छ यो विषयमा। त्यसो निर्णय गर्दाखेरि इमान्दारीसँग परमेश्वरसँग भन्ने। हामी परिस्थितिको बन्दी छौँ एक प्रकारले यो संसारमा, तर त्यसले हामीलाई दास बनाउन दिनु हुँदैन। यस कारणले नेपालमा हामी धेरै देख्छौँ नि, बानीहरू, रक्सी, जुवा, तास खेल्ने, गलत सम्बन्ध राख्ने, घर जग्गा बेचिदिने, बुढीसँग सल्लाह नगरिकन आफ्नो बुढी यहाँ घरमा छ, अर्को घरमा किनेर पैसा छ क्या, सुक्क एउटा सानो घर किनेर अनि त्यहाँ बुढी राख्ने। त्यसरी आफ्नो भविष्य नबेच्नुहोस्। क्षणिक सुखको लागि आफ्नो भविष्य नबेच्नुहोस् भन्न खोजे त्यही हो। अनि त्यसले चाहिँ अशान्ति तपाईँलाई ल्याउँछ। त्यो तितोपनको ज्वरो बढ्दै गएपछि तपाईँको परिवारलाई ल्याउँछ, परिवारबाट मण्डली र समाजमा पनि। त्यसकारण भोक त फेरि फर्किन्छ नि। अहिले खाएर त्यो हतार खाएर के गर्ने? भोक त भोलि पनि फर्किन्छ। लास्टमा के बाँकी हुन्छ? पश्चाताप बाँकी हुन्छ। केही पनि हुँदैन तपाईँसँग। त्यस्तै भोक फर्किन्छ, एकछिनको सुख हराउँछ, पश्चाताप बाँकी रहन्छ। त्यो पश्चाताप पनि गर्दैन भने त झन् तपाईँ चाहिँ अधोगतिमा जान्छ। त्यसकारण एसावले जस्तै एउटै छाकका लागि अनन्त उत्तराधिकारीलाई नसाट्नुहोस्। त्यसकारण पहाडको बाटो जानुभयो भने लामो बाटो सजिलो छ, छोटो बाटो गयो भने पहरा र चिप्लो छ। तपाईँले छिटो जान खोज्नु तपाईँको लागि घातक हुनसक्छ। क्रिस्चियन जीवन लामो बिस्तारै पुग्ने बाटो हो। यसकारण शान्तिको लागि प्रयत्न गर्ने तपाईँ र मेरो एसाव जस्तो नगरौँ। तितोपनको ज्वरो लिएर नहिँडौँ र पवित्रतालाई चाहिँ तपाईँले महत्त्व दिनुहोस्।